कालापहाड वार्ड नम्बर 1 र 2 ले शिव मन्दिर को खोलामा एनआरजीएस को काम गर्नु भएको सबैजना शिवरात्रि को के अरे बोलबम को लागि सबैले यहाँ कावर यात्राले पानी लिन जाने बाटो बनाइँदैछ। र यसरी ढुङ्गा फ्याक हुँदैछ र यो खाल्टो पुर्ने बनेर गरिँदैछ। हाम्रो भाइहरुले ठुलो ढुङ्गा बोक्दैछ। हाम्रो जिम भाइ एकदम ठुलो ढुङ्गा बोक्दैछ। खै पानी किरा मान्छेहरु एनआरजीएस को काम सकेर एटेन्डेन्स को जग्गामा जाँदै गरेको कालापहाडका वार्ड नम्बर 1 र 2 को मेम्बर्सहरु वर्कर्सहरु अघि मन्दिरमै सबै खिच्नु पर्थ्यो नि। काम गर्नु भने खतरा हुन्छ नि झन्। आजको जस्तो काम गर्नु भने त गर्न त पर्ने हो के अब यताको कसो भेट दिनु हो। अब जति पनि पारबाटीहरु घाममा उभिनु पर्छ। पिरिन्ची फोटो खिच्दा राम्रो दाजुहरु 15 कि 16 मा क्यामेराम्यान अभ्यास खिच सबै होस् श्रद्धा आन्टीको हिजो एब्सेन्ट गर्नाले सबै निक्ल्यो। आज वार्ड नम्बर 1 र वार्ड नम्बर 2 ले काम गरेको मन्दिरको अगाडि धेरै काम गरिरहेछन् सबैजनाले। ए ल खै सबैजना देख्यौ त ल काम नगर्ने जोगी आएर उभिन्छ नि यहाँ।
त्यो मोनिका सुब्बाको त एयर होस्टेस हो नि त त्यो इन्डिगोमा। हुन्छ मिलाइदिनु ल पनि खिचै त्यहाँ कति इन्ची चाहिँ खेरो जान्छ भने पाए एनआरजीएस को काम वार्ड नम्बर 1 र 2 ले गर्दैछन्। माथि तर हाम्रो चाहिँ किन नगएको तालेको ठाउँमा त अब यहाँ चाहिँ बोलबमको दिन हाम्रो यही सुरु हुन्छ नि त। यहाँ भर्दै
त्यता धेर मान्छे उभे काम गरौँ। यो ग्रुपमा हालिदिन्छु अनि हेर्नु तपाईँहरूले। नानी चाहिँ नबोकी आउनु है भोलिदेखि। काम चाहिँ गर्नु पर्यो नि त, त्यत्रो सानो नानी होइन राख्नु पर्यो। होइन तपाईँलाई सुरुबाटै माथिबाट बोकिराख्नु भएको त सबैले भने नानी बोकेर आउँछन् काम गर्नु, त्यसरी हुँदैन। वार्ड नम्बर 1 र 2 Gracias.